दर्शक ब्रेन राजु परियार नेपाली लोक संगीतका एक अत्यन्तै चर्चित र लोकप्रिय गायक हुनुहुन्छ। उहाँ विशेष गरी दोहोरी गीतहरूमा आफ्नो सशक्त उपस्थिति र मधुर आवाजका लागि चिनिनुहुन्छ। लमजुङ जिल्लाबाट उदाउनु भएको परियारले नेपाली सांगीतिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनु भएको छ। राजु परियारको सांगीतिक यात्रा लमजुङको रोदीबाट सुरु भएको हो। उहाँ त्यहाँका सांगीतिक कार्यक्रमहरूमा सहभागी हुँदै आफ्नो गायन प्रतिभा प्रस्तुत गर्नुहुन्थ्यो। समयसँगै उहाँले दोहोरी गीतहरूमा विशेष ध्यान दिन थाल्नु भएको थियो। यस विधामा आफूलाई छाड्नुभयो। परियारले हजारौं दोहोरी गीतहरूमा स्वर दिनुभएको छ। उहाँका गीतहरूमा नेपाली समाजका विविध पक्षहरू, प्रेम, वियोग, सामाजिक सन्देश र परम्परागत मूल्यहरू अभिव्यक्त हुन्छन्। उहाँले विभिन्न कलाकारहरूसँग सहकार्य गर्दै नेपाली लोक संगीतलाई नयाँ उचाइमा पुर्याउनु भएको छ। राजु परियारको आवाज र प्रस्तुति शैलीले उहाँलाई लोक दोहोरीका बादशाहको उपाधि दिएको छ। उहाँका गीतहरू नेपालभरि मात्र होइन, प्रवासी नेपाली समुदायमा पनि अत्यन्तै लोकप्रिय छन्। उहाँले नेपाली सांगीतिक परम्परालाई आधुनिकता र नवीनतासँग समायोजन गर्दै नयाँ पुस्तालाई लोक संगीतप्रति आकर्षित गराउनु भएको छ। परियार हाल पनि सक्रिय रूपमा सांगीतिक कार्यक्रमहरूमा सहभागी भइरहनु भएको छ। उहाँले नयाँ गीतहरू र दोहोरी प्रतिस्पर्धाहरूमा भाग लिँदै नेपाली लोक संगीतको प्रवर्धनमा निरन्तर लागिरहनु भएको छ। हजुर पक्कै पनि यिनै यस्तै अन्य सूचना, संगीत र मनोरञ्जनात्मक भिडियो तथा अडियो प्रत्यक्ष रूपमा हेर्न र सुन्नका निमित्त हाम्रो च्यानललाई सब्स्क्राइब गरी नजिकै आउने बेल घन्टीले दबाई हामीसँग जोडिन भने नभुल्नुहोला भन्दै आजको यो छोटो बसाइबाट छुट्टिन्छौँ। यहाँका क्षणहरू सुखद रहन्। नमस्कार, धन्यवाद। Thank you.